हेलो साथीहरू नमस्कार। म चाहिँ आगोमा खाना बनाउँदै दिदीहरूकोतिर गएको। आज हाम्रो मिटिङ छ है, आज चाहिँ दिदीबहिनीको। अनि खाना बनाइसकेर चाहिँ हामी खाना थालेको। भोक लागेर 11 बजिसक्यो, त्यसले खाना खाउँला भनेर। अनि मेरो दिदी चाहिँ एकछिनमा एकजना दिदी आउन बाँकी नै थियो, अनि खाना दिनुपर्छ भनेर नखाइकन बसेको। हामीले 4 जनै गयौँ। मेरो मासु भन्दै देखाउँदैछ, चन्चेको मासु हेर त भन्दै। अनि हामी चाहिँ खाना खायौँ। हामी चाहिँ दिदीबहिनीको समूह हो के। अनि हामी चाहिँ जहिले नि सेकेन्ड महिनाको सेकेन्ड शनिबार भेट हुने, दिदीबहिनीको भेटघाट पनि हुन्छ। अनि पैसा पनि भेला पार्ने, अनि जसलाई आवश्यक पर्छ उसले चलाउने भनेर हामीले चाहिँ दिदीबहिनीको समूह खोलेको छौँ। अनि हामीले चाहिँ पैसा खाना खाइसकेर पैसा उठाइसक्यौँ। अनि हाम्रो पैसा चाहिँ यति भयो भन्दै दिदीले देखाउनु हुँदै थियो। अनि हामी चाहिँ पैसा साग टिपेर अब जान लागेको। हाम्रो दिदी गाउँ चाहिँ यस्तो छ है, माछापोखरीदेखि माथि जानुपर्छ, फेदी भन्ने गाउँ छ। एकदम रमाइलो छ क्या। हामीले चाहिँ तरकारी खेती गरेर फर्म खोलेर बसेको छ होइन। अनि हामी चाहिँ अब लागेको बाटो, पानी परिराखेको सिमसिम। अनि हिँडेको। अब सबैजनालाई यहाँ बाटोमा आएर सबैजनालाई बाई बाई ल, अब जाउँ सबैजना भनेर बाई बाई गरेको। बहिनीले चाहिँ मेरो तरकारी हेर्नु त भनेर देखाइराखेको छ। बाई बाई साथीहरू सबैजना।